माननीय सदस्य हर्कराज राई, त्यसपछि माननीय सदस्य गुरु प्रसाद बराल। सम्माननीय सभामुख महोदय, यो राष्ट्र ऋण उठाउने विधेयक भनेर लेखिएको छ। अलिक कन्फ्युज पनि भए हामीले कहीँ कतै उठाउने भन्ने चाहिँ हाम्रो बुझाइमा के हुन्छ भने हामीले लगानी लगाइराखेको ऋण उठाउने पो हो कि ऋण लिने पो हो कि भन्ने कुरामा अलिकति दुविधा जस्तो छ। यसलाई अर्थमन्त्रीज्यूले स्पष्ट पारिदिनु हुनेछ भन्ने मलाई लागेको छ। र जिब्रो चपाएर बोल्ने भन्छ, जिब्रो नचपाई बोलौँ, जे छ त्यही बोलौँ हैन। सार्वजनिक ऋण लिने विषय भन्ने हिसाबले चाहिँ लेख्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाग्दछ, सुझाव दिन चाहन्छु। र यो ऋणको बारेमा कुरा गर्दाखेरि चाहिँ ऋण लिएपछि चाहिँ एउटा सैद्धान्तिक विषय चाहिँ ऋण लिइसकेपछि हामीले उपलब्धि हुने सेक्टरमा चाहिँ लगानी गरौँ भनेदेखि चाहिँ त्यसले प्रतिफल राम्रो ल्याउँछ। भवन बनाउने कि उद्योग बनाउने ऋण लिएर भन्दाखेरि उद्योग बनाउनुपर्छ भन्ने सुझाव म सरकारलाई दिन चाहन्छु। ऋण लिएर चाहिँ तपाईँको चाहिँ नि होइन जथाभावी खर्च गर्ने प्रचलनले गर्दाखेरि आज देशभर सहकारीहरू पनि डुबेका छन्। ऋण लगेर जान्छ, कहाँ लगानी गर्छ, के लगानी गर्छ हामी अनुगमन पनि गर्दैनौँ। त्यसले गर्दाखेरि सहकारी देशैभरको डुबेर ठुल्ठुला काण्डहरू पनि देशमा भए। त्यसले गर्दाखेरि त्यसतर्फ पनि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र ऋण भन्ने कुरा जहिल्यै पनि उपलब्धिमूलक क्षेत्रमा मात्रै लगानी गर्नुपर्छ र त्योतर्फ चाहिँ नेपाल सरकारले ध्यान दियोस्। यो छोटो सुझाव म दिन चाहन्छु। धन्यवाद। धन्यवाद सभामुख महोदय। हाम्रो अर्थमन्त्रीज्यूले तपाईँहरूले कुरै बुझ्नु भएन भन्नुहुन्छ, हामी उहाँलाई भन्छौँ हामी तपाईँलाई कति सम्झाइरहेका छौँ, तपाईँले अझै बुझ्नु भएन। यो के पर्यो यहाँनिर? त्यसो भएर बडो रहस्यमय र बडो रमाइलो कुरा पो भयो यो त। हाम्रो त जे होस्, म अब यो ऋणको विषयमा प्रवेश गरेँ। हामी अब अहिले यस्तो विचित्रको अवस्थामा आइपुगेका छौँ। पैसा छैन भनौँ भने ब्याङ्कभरि पैसा जम्मा भएर बसेका छ। कतिसम्म थाहा भयो भने हाम्रो त्यो डिपोजिट गरेको चाहिँ अहिले 2.7मा हाम्रो चाहिँ इन्ट्रेस्ट रेट घटेर पुगेको छ। त्यसलाई स्टेबल बनाउनको लागि पनि 23-24 अरब रुपियाँ चाहिँ राष्ट्र ब्याङ्कले खर्च गर्नु पर्दो रहेछ। एकातिर के अरे ब्याज दरलाई स्थायी बनाउनलाई यस्तो खालको अवस्था छ। अर्कोतिर चाहिँ के छ भन्दाखेरि एग्रिगेट डिमान्ड छैन। एकदमै अघि उहाँले नै भनिसक्नु, एग्रिगेट डिमान्ड चाहिँ कोल्याप्सको अवस्थामा छ। जसलाई अर्थतन्त्रको सम्भाग भनेको उद्यमी र तपाईँको चाहिँ यो के अरे मध्यम वर्ग जो चाहिँ रियल इस्टेट के बिजनेस लागेको छ, अहिले कोही त ऋण टाट पल्टेर तपाईँको चाहिँ जेलमा छन्, कोही केमा छन् भनेपछि यस्तो गम्भीर अवस्थामा हामी पुगेको छौँ। त्यसो भएको हुनाले मैले चाहिँ अर्थमन्त्रीज्यूको ध्यान 2-3वटा कुरामा म आकर्षित गर्छु। मेरो पहिलो कुरा के हो भन्दाखेरि चाहिँ जब एग्रिगेट डिमान्ड कम भइसकेपछि त डिमान्डलाई चाहिँ पुस या पुल गरेर माथि लैजानु पर्यो। अनि त्यसो हुँदाखेरि चाहिँ अहिलेको तपाईँ रेकर्ड हेर्नुभयो भने मैले यो कृषि कर्जाकै कुरा गर्दा झन्डै 15% कृषि कर्जा चाहिँ यो गएको के अरे 1 दशकमा घटेको छ। कृषि क्षेत्रले पनि डिमान्ड गरेको छैन, अनि इन्डस्ट्रीले पनि डिमान्ड नगरेपछि के गरेर हुन्छ त भन्दा मलाई लागिरहेको कुरा चाहिँ के हो भन्दाखेरि हामीले खालि प्राइभेट सेक्टर त सेक्टरै हो, सबै त चलेको छ। तर त्यतिले मात्रै पुगेन। तपाईँले न्यू क्लासिकलको कुरा गर्नुभयो। मलाई के लागिरहेको छ भन्दा डिमान्डलाई पुल गराउन चाहिँ न्यू क्लासिकलै दृष्टिकोणले हेर्दाखेरि पनि के हो भन्दाखेरि
प्राइभेट मात्रै होइन, अब पब्लिकलाई पनि त्यो सेक्टरमा ल्याउनु बेला भयो। त्यसो भएको हुनाले मेरो तपाईँसँग यहाँलाई सल्लाह के हो त भन्दाखेरि हाम्रो चाहिँ खालि एउटा सेक्टर मात्रै जो अहिले चाहिँ जसले चाहिँ डिमान्डै गरेको छैन त्यस मात्रै भर परिरह्यो भने अर्थतन्त्र अगाडि बढ्दैन। त्यस कारण यो विषय चाहिँ गम्भीर हुनु पर्यो भन्ने हो। मेरो दोस्रो कुरा चाहिँ के हो भन्दाखेरि अब हाम्रो अहिले 100 रुपियाँ हाम्रो के अरे बजेट खर्च गर्ने भने सबैभन्दा पहिला सधैँभरि हामीले भनि नै रहेका छौँ, विदेशी ऋणले र आन्तरिक ऋण देश कहिलेसम्म ऋणले चल्ने, सबभन्दा दुःख लाग्दो कुरा यो छ। हामीले 4 खरब 10 अरब चाहिँ यो आन्तरिक ऋण लिने भन्ने छ। यसमा अब कति त फेरि ऋण लिएर हामी त ऋण तिर्नुपर्ने अवस्था पनि छ। यो दुःख लाग्दो कुरा छ। सबैले कामना गरौँ हाम्रो देशले पनि छिटोभन्दा छिटो अरू देशले ऋण दिने देश बनोस्, अरू देशले अनुदान दिने देश बनोस्, देशकै राजस्वले देश चल्ने परिस्थिति बनोस्, सबैले कामना गरौँ। र हामीले ऋण लिइरहँदाखेरि म 2-4 कुरा सरकारलाई सोध्न चाहन्छु। यो हेजिङको अवस्था के छ, गडिया छ कि छैन, यस सम्बन्धी थोरै मलाई चासो छ चाहिँ म अर्थमन्त्री सोध्न चाहन्छु। र अर्को कुरो, हामीले यत्रो चाहिँ ऋण लिइरहँदाखेरि योभन्दा अगाडि यहाँहरू प्रतिपक्षमा हुनुहुन्थ्यो, थुप्रै विरोधहरू यहाँ आउँथे। अहिले त्यसमा धेरै म जान चाहन्न, तर त्यति बेला थुप्रै काण्डहरूको विषयमा छलफल हुन्थे। एनसिएल काण्ड के काण्ड, यो एनसिएल काण्ड कता चाहिँ महाधिवक्ता कार्यालयले मुद्दा नचल्ने भनेर चाहिँ निर्णय गर्यो भन्ने सुने। यसको वास्तविकता के हो र यस्तो यस्तो पैसाहरू काण्डहरूलाई चाहिँ तपाईँको चाहिँ अपरेसन गरेर पैसा उठाउनु पाए सायद हाम्रै देशको बजेटले, हाम्रै देशको पैसाले देश चल्थ्यो कि। र अर्को कुरो, यो बेरेजु रकम सबै भ्रष्टाचार त होइन, सबै असुली त गर्नुपर्ने अवस्था त होइन होला, हुन्न, तर पनि 7 खरबभन्दा बढी छ। यसलाई अलिक फास्ट ट्र्याकबाट लगेर कम्तीमा हामीले 2-3 खरब मात्रै जम्मा गर्नु सके पनि ऋण लिनुपर्ने अवस्था, त्यो बाध्यता सिर्जना हुन्न त्यसो लाग्छ मलाई चाहिँ। त्यसै कारणले गर्दाखेरि सरकारले यतातिर पनि ध्यान दिनुपर्छ होला। र सधैँभरि हामी त भन्छौँ, हाम्रो पार्टी भन्छ श्रम गरौँ, उत्पादन गरौँ, स्वादेशी वस्तुको प्रयोग गरौँ अनि मात्र देश धनी हुन्छ भन्ने हाम्रो पार्टीको धारणा छ। हामीले सधैँ यो सरकार सफल हुनुपर्छ भन्ने पक्षमा छौँ। हामी खबरदारी गरिरहन्छौँ। विरोध भन्नुहुन्छ, अघि त्यहाँ म बोल्दै थिएँ, ड्याङ 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 ठोक्नु भयो। त्यो पनि मैले अहिले आन्दोलन भइरहेको छ त्यहाँ राष्ट्रिय वाणिज्य ब्याङ्कमा भर्खरै आन्दोलनमा सहभागी भएर आएर त्यो सरकार यो अर्थ मन्त्रालयसँग सम्बन्धित होला सायद। यो चाहिँ जेनजी आन्दोलनमा सुनको समस्या छ, त्यसमा पनि अर्थमन्त्रीज्यूले नजिक भएर घटनाहरू हेरिदिनको निम्ति अनुरोध पनि गर्न चाहन्छु म। मान्य सदस्य